भइसक्यो नि हाम्रो भइसक्यो नि जुत्ता पनि हाम्रै थियो पहिला अब सालीको भयो जुत्ता चाहिँ अब यही त्यस्तो चप्पल लगाएर कसरी जानु हामी 1 2 3 4 5 जना हैन 2 मात्रै हो 5 जना मात्रै हेर्छु मैले अब त्यसमा -3 हुन्छ रे ए ओके अघि नै देख्नु त्यही भएन ल मिले ल पर्फेक्ट ल क्युआर गरे ल मेरो फोन जुत्ता छ फिक्स गर्ने त मैले त्यसो भए यसो भन न त तिम्रो घुम्न जान लाग्यो हो कहीं बजेट कति हो अब दिदी बेचेको जस्तो कुरा गर्छौ बेचेको हो र दिदीलाई बेचेको हैन नि बेचेको जस्तै त हजुरले भ्यालु भन्छ नि त त्यस्तो त हजुरले भ्यालु त तिमीले भनिरहेको छौ $1000 जुत्ताको भ्यालु भने त दिदीको जुत्ता हैन जुत्ता त 1200 पर्यो 1200 रुपैयाँ जुत्ता भनेको सालीको लागि कति अब सधैँ राख्ने होइन बाइङ रेट फेरि भन्नु पर्यो सेलिङ बाइङ रेट पनि भन्नु पर्यो सेलिङ हो कि बाइङ पनि भन्नु पर्यो थोरै सेल गर्ला हाम्रो त बाइङ 10,000 मा कुरा मिलाइदिनु रुपैयाँ $1 भने होला नि फेरि अस्ट्रेलियन $100 भनेको हो नि तिमीले 10,000 को कुरा नमिल्ने भयो 10,000 महँगो घटाउनु पर्यो 10,000 महँगो भयो 8,000 ठिक हुन्छ 8,000 चाहिँ पर्फेक्ट सबै ट्याक्स काटेर ट्याक्समै तिरिदिन्छु क्युआर कोड गर्नु पर्यो 8,000 कति हो त राइट प्राइस कति हो 1200 परेको पसलमा कति भयो त्यसको प्राइस बढेर कति भयो इनाजीले अब चोकमा आइफोन ल्याइदिहाल्छु नि इनाजी छुट्टीमा आउँदा आइफोन ल्याइदिहाल्छु नि ल्याइदिसक्यो पहिला त्यो भनेपछि हिसाब मिलिसक्यो चार्जर किन्ने पैसा 10,000 पर्छ हैन 8,700 हो चार्जरलाई हेर अलि घट्छ यो पनि यो अफर रहन है 8,700 कति हुन्छ त ठ्याक्कै भन्नु नेपाली नेपाली पासपोर्ट छ छैन हामीलाई थाहा छ त्यसो गुदी कुरा हजुर त्यस्तो होइन तर हाम्रो हजुरले के भन्नुहुन्छ यसको अस्ट्रेलियन पासपोर्ट छ अस्ति पनि नेपाली नेपाल आउँदाखेरि होइन हुँदैन